साथीहरू नमस्कार। आज म नेपालकै गाह्रो सबभन्दा एकदम चाहिने एकदम सबभन्दा हुन्छ नि कठिन परीक्षा हैन। तपाईको प्रशासकीय अधिकृत उपसचिवदेखि लिएर अनि त्यसपछि तपाईको यो परराष्ट्रदेखि खाद्य संस्थान र अनि सञ्चय कोष भन्दा पनि गाह्रो जुन यो लिखित परीक्षा हुन्छ त्यो निर्वाचन प्रहरी तथा म्यादीको प्रहरीको हुन्छ हैन। त्यो परीक्षाको आज म चाहिने पेपर तपाईहरुलाई सोल्भ गरेर सुनाउन गइरहेको छु। एकदमै गाह्रो प्रश्न हो। किन भनेपछि त्यो लास्टमा भन्ने छु। यो लगभग नेपालको सबभन्दा गाह्रो परीक्षामा पर्छ हैन। त्यो पहिला प्रश्नतिर जाम आजको है। जस्तै यहाँ पहिलो प्रश्न यो निर्वाचन प्रहरी छनौट नियुक्ति तथा परिचालन सम्बन्धी उपसमिति पर्साले 2082 10 महिना 8 गतेको दिन यो जेएनजी आन्दोलनपछि बनेको सरकारको लागि निर्वाचन हुन गइरहेको जुन छ यसको लागि परीक्षा भएको थियो हैन। त्यसको चाहिँ नि यो परीक्षा छ। यो प्रश्न छ 1 नम्बरमा छ यस जिल्लाको नाम के हो। यो जिल्लाको नाम के हो भन्ने छ हैन। अब यहाँ जुन जिल्लामा तपाई परीक्षा दिँदै हुनुहुन्छ त्यो जिल्लाको नाम के हो भनेर सोधिएको छ हैन। यसमा अब कतिले गलत आन्सर पनि लगाउन सक्छन् हैन। अर्को छ गहबाई मन्दिर कहाँ पर्छ भन्ने हैन। अर्को छ चराको कतिवटा खुट्टा हुन्छन् हैन। 4 वटा हुन्छन् कि एउटा मात्रै हुन्छ कि 3टा हुन्छ कि 2टा हुन्छ। यो यस्तो गाह्रो प्रश्न छ हैन। रगतको रङ कस्तो हुन्छ। रगतको रङ कस्तो हुन्छ त। कालो हुन्छ, सेतो हुन्छ, पहेँलो हुन्छ, रातो हुन्छ हैन। रगतको रङ रातो मात्रै हुँदैन। पिलो आएपछि पिलो फोड्यो भने पहेँलो पनि हुन सक्छ हैन। त्यही भएर यो पहेँलोमा पनि लगाउन सक्ने सम्भावना छ। अब रातपछि के आउँछ रातपछि के आउँछ भन्ने छ। रातपछि दिन आउँछ कि उज्यालो आउँछ कि दुवै हो। रातपछि उज्यालो पनि यो दुवै हो पनि आउन सक्यो हैन। हप्तामा कति दिन हुन्छन्। हप्तामा कति दिन हुन्छन् त। अब यसको आन्सर तपाईहरुले सही लाउनु होला। 5 दिन हुन्छन् हप्तामा। बत्ती बाल्न के चाहिन्छ। बत्ती बाल्न ढुङ्गा, माटो, खरानी, बिजुली। बिजुली चाहिन्छ। खुट्टामा के लगाइन्छ। जुत्ता, गम्छा, कमिज या पन्जा। खुट्टामा लाउने मेरो हिसाबले खुट्टामा कहिलेकाहीँ गम्छाले खुट्टा पनि पुस्ने गरिन्छ। त्यही भएर गम्छा पनि सही उत्तर हुन सक्छ। तर जुत्ता सही उत्तर हो जस्तो लाग्छ है। होलीमा के खेलिन्छ त। होलीमा रङ अबिर दुवै। सूर्यले के दिन्छ। प्रकाश, अँध्यारो, जाडो केही पनि दिँदैन। सूर्यले के दिन्छ त। सूर्य टाढा गयो भने जाडो पनि दिन्छ त हैन। त्यो पनि जाडो पनि हुन सक्छ। प्रकाशमा लगाउनु भएको रहेछ। मैले प्रकाश भन्नेमा लगाएको थिएँ। यो राइट भयो कि के भयो है। कुकुरको कतिवटा पुच्छर हुन्छ। कुकुरको कतिवटा पुच्छर हुन्छ भनेर छ। कुकुरको कसैको त पुच्छरै काट्या पनि हुन्छ नि कुकुरको हैन। त्यही भएर अब यो अप्सन नभएर एउटा पुच्छर हुन सक्छ। अनि निर्वाचन प्रहरीलाई केमा खटाइन्छ। अनि बाघ कहाँ पाउँछ। जङ्गलमा, घरमा, होटलमा, मन्दिरमा। बाघ कहाँ पाउँछ। जङ्गलमा, घरमा, होटलमा, मन्दिरमा। खोलामा के बग्दछ। खोलामा के चाहिँ बग्दछ त। केही पनि बग्दैन।
बिजुली, हावा, पानी के बग्छ खोलामा? अनुहार हेर्न के प्रयोग गरिन्छ? ऐना, कागज, काठ, जमिन। अनुहार हेर्न चिनीको स्वाद कस्तो हुन्छ? चिनी कुहियो भने तितो पनि हुन्छ नि त। तितो पनि हुन सक्छ, हैन? नेपालको राष्ट्रिय जनावर के हो? आँखाले के काम गर्दछ? हेर्ने काम, सुन्ने काम, बुझ्ने काम कुनै पनि होइन। आँखाले हेर्ने काम गर्छ, तर आँखा बन्द गर्यो भने सुन्ने काम गर्छ आँखाले। बुवाको आमा तपाईको के पर्दछ? सरसफाइको कमीले के हुन्छ? जीवनमा के चाहिन्छ? अनुशासन, लापरवाही, मनपरी केही पनि होइन। जीवनमा मनपरी चाहिन्छ खासमा। मनले जे मन लाग्छ त्यही पो चाहिन्छ त। अनुशासन त अब कसैलाई जो चाहिने सेना प्रहरीमा हुन्छन् उनीहरूलाई अनुशासन चाहिन्छ, अरूलाई त जीवनमा मनपरी चाहिन्छ नि। धुम्रपान गर्नाले के हुन सक्दछ? घडी अरबा पोखरी कुन जिल्लामा पर्छ? आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन कहिले हुँदैछ? कहिले हुँदैछ? केपी ओलीले चाह्यो भने यो काङ्ग्रेसहरूले चाह्यो भने निर्वाचनै हुँदैन नि। यो निर्वाचनै हुँदैन भन्ने अप्सन नै दिएनन् क्या यिनीहरूले। अर्को छ, दूषित पानीबाट सर्ने रोग कुन हो? हैजा, रतन्दो, बात, गठिया। प्रहरीले के गर्नुपर्दछ? नियम कानुन कार्यान्वयन, अनुशासन पालन दुवै हो। छठ पर्वमा कुन देवताको पूजा उपासना गरिन्छ? बाँच्न के चाहिन्छ? खाना, पानी, अक्सिजन सबै। निर्वाचन मतदान गर्न कसले पाउँछ? नेपालमा कतिवटा प्रदेश छन्? माछाको वासस्थान कहाँ हो? माछाको वासस्थान पानीमा हो कि जमिनमा हो कि आकाशमा हो कि कुनै पनि होइन। माछाको वासस्थान पेटमा हो। काटेर खाएपछि त पेटमा भयो नि त वासस्थान, पकाएर खाएपछि। प्रसिद्ध पशुपति मन्दिर कुन जिल्लामा पर्छ? निर्वाचन प्रहरीको अवधि कति समयको हुन्छ? निर्वाचन प्रहरीले ड्युटी समयमा मोबाइल फोन प्रयोग गर्न पाइन्छ पाइँदैन यताउति? पर्सा जिल्लामा कतिवटा निर्वाचन क्षेत्र रहेका छन्? निर्वाचन ड्युटी प्रहरी कस्तो हुनुपर्दछ? सुरक्षाकर्मी भन्नाले कसलाई जनाउँछ? नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माथिका सबै। सुरक्षाकर्मी भन्नाले त निर्वाचन प्रहरीलाई जनाउँछ नि। माथिका सबै। निर्वाचन प्रहरीको मुख्य काम के हो? मतगणना हो, प्रचार प्रसार हो, सुरक्षा हो कि निर्णय हो? निर्वाचन प्रहरीको मुख्य काम यो गलत लगाएको छ, सुरक्षा व्यवस्था हो। निर्वाचनमा हिंसा भई के गर्नुपर्दछ? तुरुन्त नियन्त्रण गर्नुपर्छ। निर्वाचनमा हिंसा भई के गर्नुपर्दछ? म्यादी प्रहरीले हेरेर बस्ने, भाग्ने, तुरुन्त नियन्त्रण गर्ने, माथिको कुनै पनि होइन। हिंसा भयो भने भाग्नुपर्दछ, एक नम्बरमा ज्यान जोगाउनु होला, नत्र यो जेनजीहरूले मरेको जस्तै मर्नु पर्ला है। यहाँ आन्सरमा चाहिँ नि तुरुन्त नियन्त्रण गर्ने भनेर टिक लगाउनु होला, तर रियलमा हिंसा भयो भने भाग्नु होला। निर्वाचन आचार संहिता कसले लागू गर्दछ? मतपत्रमा कसले छाप लगाउँदछ? मतदाता विदेशी दुवै हो, दुवै होइन। निम्नमध्ये कुन मौलिक हक अन्तर्गत पर्दछ? प्रहरीलाई खबर गर्न कुन नम्बर प्रयोग गरिन्छ? निर्वाचन प्रहरीको पोसाकको रङ कस्तो हुन्छ? निलो, कालो, खैरो, हरियो। जस्तो कपडा लगाए त्यस्तै हुन्छ नि।
मतदाताले मतपत्र खसाल्ने बाकसलाई के भनिन्छ? काठको बाकस, मतपेटिका कुनै पनि होइन। नेपाल कुन महादेशमा पर्दछ? जिल्ला प्रशासन कार्यालयको प्रमुख को हुन्छ? जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी, प्रहरी सचिव, प्रशासक प्रमुख, जिल्ला प्रमुख जिल्ला अधिकारी हुन्छ।